के भन्छु भने बालेन यस्तो प्रकारको एउटा व्यक्ति हो। म चाहिँ एकदम सर्टकटमा भन्छु है, इनर चाहिँ ह्याभ लियोन है, सिंहको जस्तो दम भएको व्यक्ति हो। अनि आइज अफ द इगल, चिलको जस्तो दृष्टि भएकोले धेरै टाढोको कुरो देख्ने आँखा भएको व्यक्ति। र अर्को हार्ट अफ द मदर, अनि आमाको जस्तो माया भएको व्यक्ति। उसले आमाले जसरी माया गर्नु नि जानेछ, चिलले जस्तो धेरै टाढोको कुरा पनि देख्न जानेछ, र सिंहको जस्तो दम पनि भएको व्यक्ति। भनेपछि हाम्रो देशलाई चाहिने व्यक्ति भनेको यस्तै गुण भएको व्यक्तिहरू हो सर्टकटमा। र त्यो गुण मसँग नि हुनसक्छ, तर मेरो चाहिँ लुकेर बसिएको छ है। ए मैले भनेको बालेनको बारेमा मैले बोल्नु खोजेको चाहिँ कुरा यति नै हो, एकदम सर्टकटमा। इनर चाहिँ ह्याभ लियोन, सिंहको जस्तो दम भएको। अनि आइज अफ द इगल, जुन एउटा बाजको जस्तो आँखा के टाढोको कुरा पनि देख्ने है, द्याट मिन्स फर साइटेड है। अनि त्यहाँबाट चाहिँ हार्ट अफ द मदर, आमाको जस्तो मुटु भएको माया भएको व्यक्ति। उसले माया गर्नु नि जानेछ, एकदम टाढोको कुरा पनि देख्नु सक्छ उसले, र बाको जस्तो पनि दम भएको व्यक्ति भनेर चाहिँ मैले चाहिँ यति मात्रै व्याख्या गरेँ उसको बारेमा। त्योभन्दा बढी गर्न आवश्यक छैन होला भनेर चाहिँ मैले भन्न चाहन्छु।